अब की बार बालेन सरकार भनेर जसरी नाराबाजीहरू भइरहेको छ त्यस्ता नारा मैले सुने पनि छैन, मतलब पनि छैन, अर्थ पनि तर छैन। यहाँहरूले के पत्रकारिता गर्नुहुन्छ? मधेसीको छोरो पहिलोपल्ट प्रधानमन्त्री बनिरहेको छ। त पहिला त मधेसी बनाउनुहोस् न, उहाँलाई अनि कुरा गर्नु भन्नु पर्यो नि त। आएर म मधेसी हुँ, काठमाडौँबाट सबै मधेसी खेद्ने त उहाँ नै हो। पुराना अनुहारलाई फाल्नुपर्छ, पुराना नेताहरूलाई फाल्नुपर्छ, नयाँ युवाहरूलाई ल्याउनुपर्छ पहिला भनेर त्यो नारा दिनेले पहिला आफ्नो घरबाट बाउ आमालाई फाल्नु पर्यो नि त। मधेस आन्दोलनबाट उदाएको नाम, उदाएको नेता तपाईँ उपेन्द्र यादव सत्तासम्म पुग्नुभयो, मन्त्री बन्नुभयो पटक पटक। तर ती मधेसी जुन शहीदहरू रहेको छ, ती शहीद परिवारको अवस्था कस्तो रहेको छ, उहाँहरूले चाहिँ अहिलेसम्म के पाएको छ? मधेस आन्दोलनकै उपलब्धि हो कि तपाईँ यसरी बोलिराख्नु? परिवर्तन के गर्नुभयो त? त्यो जनताहरूको लागि के विकासहरू गरिदिनु भयो त? जे अपेक्षा थियो, जे गर्न सकिन्थ्यो त्यो हुन सकेन, त्यो वास्तविकता हो। त्यहाँ नियुक्ति भएका शिक्षक शिक्षिकाहरू सामान्य जनवरी फेब्रुअरी केस पनि उहाँहरूलाई चाहिँ आउँदैन, पढ्न आउँदैन। उहाँबाट बच्चाहरूले कस्तो शिक्षा पाउँछ? यो अवस्था भनेको उपेन्द्र यादवजीहरूले ल्याइदिएको छ भनेर हामीले हाम्रो के चल्छ र ल्याइदिनु हो।